एजेन्डा मेनिफेस्टो तयार पार्दैछु हरेकको छुट्टा छुट्टै हुन्छ नि त जस्तो तपाईँले बुझ्न खोजेको स्वास्थ्यको होला शिक्षाको होला पूर्वाधारको होला सबैलाई सबै चिजको हुँदैन नि त व्यापार गर्नेले व्यापारको होला किसानलाई खेतको होला कृषिमा के हुन्छ जो जो मान्छेलाई चाहिँ सम्बन्धी एजेन्डा बुझ्नमा छ त्यो तयार पार्दैछु त्यसको छुट्टा छुट्टै सबै बुझाउनलाई अब फागुनको पहिलो सातामा चाहिँ हामी सार्वजनिक गरेर यो क्षेत्रको छुट्टै एजेन्डा हुन्छ प्रधानमन्त्रीको छुट्टै हुन्छ पार्टीको छुट्टै हुन्छ सबै ठाउँको छुट्टा छुट्टै हुन्छ तीनवटा मुख्य योजनाहरू हामी शिक्षामा परिवर्तन ल्याउँछौँ हजुर शिक्षामा 3 दिन मात्रै स्कुल खोल्नुपर्छ 4 दिन चाहिँ हामीले प्र्याक्टिस गराउनु छ होइन साहित्य कला सृजना होइन तपाईँको चाहिँ श्रम आविष्कार उत्पादन यस्ता कुराहरूमा चाहिँ हामीले 4 दिन इन्गेज गराउनुपर्छ पहिलो कुरा शिक्षा अर्को कुरा हामी तपाईँलाई मैले खेतमा ल्याउन कारण त्यो पनि सोध्नुहुन्छ जस्तो लागेर क्या हजुर सेकेन्ड क्याटेगोरी सेकेन्ड हाम्रो ठुलो ऊ भनेको चाहिँ हामी के अरे कृषिमा आमूल परिवर्तन ल्याउँछौँ ओके हामी किसानको खेतबारीमा आएर बस्छौँ है बस्दिने यहीँ आएर बस्छौँ भन्नाले यतै पर्मानेन्ट त बस्दैनौँ तर कुनै नीति बनाउनु भन्दा पहिला चाहिँ खेतबारीमा हेर्नुपर्छ क्या होइन जस्तै तपाईँले यहाँनिर के अब्जर्भ मेरो सुन्नु न सिंहदरबारमा बसेर चिया खाँदै चियाको चुस्कीमा गफ गरेर बन्दैन कृषिको योजना किसानकोमा जानुपर्छ क्या ओके होइन थर्ड एजेन्डा चाहिँ थर्डमा चाहिँ हाम्रो यो कानुनी उल्झन छ नि हजुर ढिलो प्रक्रिया कानुन पनि हाम्रो नराम्रो छ क्या कस्तो छ भने कानुनले चाहिँ तपाईँको विरोधाभास भन्छ नि हजुर एउटा कानुनले गर भन्छ अर्कोले नगर भन्छ क्या अनि त्यो कोअर्डिनेसन छैन तर हाम्रो सरकार चाहिँ कस्तो छ भने एउटा मन्त्रालयको काम अर्को मन्त्रालय रोक्छ क्या अर्को स्टेपमा गएर जस्तै यातायात मन्त्रालयले बाटो बनाउनु खोज्छ वन मन्त्रालय आएर रोक्छ क्या होइन सरकारको त्यसले गर्दाखेरि त्यो खालको विरोधाभासपूर्ण कानुनलाई चाहिँ हामी परिवर्तन गर्छौँ र हजुर अनि गरी खाने कानुन बनाउनु पर्छ सबैलाई हुने खालको यहाँ चाहिँ काम गर्दाखेरि निरुत्साहित बनाउँछ क्या कानुनले नै तपाईँलाई कसको एजेन्डा मन पर्यो त माटो कि घन्टीको कमेन्ट गर्नुहोस् है त।